नयाँ बजार सोह्रखुट्टेमा अवस्थित पिपुल्स डेन्टल कलेज एण्ड हस्पिटलमा मुख तथा दाँत सम्बन्धी सम्पूर्ण उपचार हुने कुरामा हामी अवगत नै छौं। दन्त चिकित्साको विभिन्न विधाहरू मध्येमा अर्थोडन्टिक्स एण्ड डेन्टोफेसियल अर्थोपेडिक्स एक महत्वपूर्ण विभाग हो। नमस्कार सम्पूर्णमा डिपार्टमेन्ट अफ अर्थोडन्टिक्स एण्ड डेन्टोफेसियल अर्थोपेडिक्स विभागमा यहाँहरूलाई स्वागत छ, जहाँ बाङ्गोटिङ्गो दाँतहरूलाई तारले बाँधेर सिधा गर्ने गरिन्छ। मानिसका दाँतहरू बाङ्गोटिङ्गो हुनमा विशेष गरी दाँत आफै बाङ्गोटिङ्गो उम्रेर आउँछ भने मानिसको बङ्गराको हड्डी नै सही रूपमा वृद्धि विकास नभएको कारणले पनि हुने गर्दछ। यस्ता समस्याहरू कुनै जन्मजात वंशानुगत हुन्छन् भने कुनै बच्चाका बानी बेहोरा जस्तो कि औला चुस्ने, मुखबाट सास फेर्ने, जिब्रोले दाँत ठेलिरहने, दुधे दाँतहरू समयभन्दा पहिले झर्ने, किरा लाग्ने आदि कारणले हुने गर्दछन्। यस्ता समस्याहरूको सही समयमा सही व्यक्तिबाट उपचार विधि मार्फत गरियो भने मुख तथा अनुहारलाई स्वस्थ तथा सुन्दर बनाउन सकिन्छ। यदि अनुहारको हड्डीका कारणले बाङ्गोटिङ्गो छ भने बच्चाको वृद्धि विकास हुने उमेरमा नै गर्नुपर्ने हुन्छ। यदि समस्या दाँत आफैमा छ भने फिक्स्ड अर्थोडन्टिक्स विधिबाट वृद्धि विकासको उमेर सकिसकेपछि पनि दाँतलाई सिधा पार्न सकिन्छ। वृद्धि विकासको समस्याका लागि हामीले फेस मास्क, हेड गियर, ट्विन ब्लक, चिन कप जस्तो उपकरणहरूको प्रयोगबाट उपचार गर्न सकिन्छ भने वयस्क उमेरमा फिक्स्ड अर्थोडन्टिक्स तरिका वा अलाइनर विधिबाट गर्न सकिन्छ। हाम्रो उपचारको विधिमा धेरै बाङ्गोटिङ्गो अथवा धेरै अगाडि भागतिर उछिटिएको अवस्थामा कुनै दाँतहरू निकालेर पनि उपचार गर्न सकिन्छ। यो उपचार विधि अलिक महँगो र लामो भएको कारणले करिब 1 वर्षदेखि 3 वर्ष पनि लाग्ने भएकोले बिरामीको धैर्यताको खाँचो पर्दछ। ओठ तथा तालु फाटेका बिरामीहरूको नमिलेको दाँतहरू पनि अर्थोडन्टिस्टहरूले नै गर्ने हुँदा यस्ता प्रकारका बिरामीहरूले पनि नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका अर्थोडन्टिस्टहरू कहाँ नै उपचार गर्न आवश्यक मानिन्छ। उपचार भइरहेको अवस्थामा हामीले केही कुरामा ध्यान दिनुपर्ने हुन्छ, जस्तो कि हामीले सधैँ जस्तो खाइरहने खानेकुराहरू धेरै साह्रो, दाँत र ब्रेसेसहरूमा टाँसिने खानेकुरा, हड्डी, मासुहरू, चुइङगम, कडा रंग भएको खानेकुरा, कफीमा ध्यान दिनु पर्दछ। सधैँ जसो खानेकुरा खाएपछि सकेसम्म ब्रश गर्ने, सम्भव नभए माउथवाशले मजाले कुल्ला गर्ने। यदि कुनै कारणवश ब्रेसेसहरूमा समस्या आए तुरुन्तै आफ्नो अर्थोडन्टिस्टलाई जानकारी गराएर त्यसको निराकरण गर्नु पर्दछ। सम्पूर्ण उपचार सकिसकेपछि दाँतहरू पुरानै अवस्थामा जाने सम्भावना हुन्छन्। त्यसैकारण उपचारपछि हामीले न्यूनतम 1 वर्ष रिटेनर लगाउन जरुरी मानिन्छ। साथै उपचारपछि हरेक 3 देखि 6 महिनाको अन्तरालमा पटक पटक आफ्नो अर्थोडन्टिस्टलाई भेट्ने र सल्लाह लिनु पर्ने हुन्छ।